नमस्कार, म डाक्टर स्मृति शाक्य, कन्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिस्ट। यो मेरो युट्युब च्यानल हो। यसको उद्देश्य हो मुटु सम्बन्धी रोगबारे जानकारी जनमानसमा पुर्याउने। यदि यसबारे थप जानकारी चाहिएमा मेरो यस युट्युब च्यानल अवश्य पनि सब्स्क्राइब गर्नुहोस्। आजको यस भिडियो म सबैभन्दा पहिले एउटा सानो प्रश्नबाट सुरु गर्न चाहन्छु। तपाईँ दिनमा कति हिँड्नुहुन्छ? कसैले भन्नुहोला म त डेली तरकारी किन्न जान्छु। कसैले भन्नुहोला म अफिसभित्रै हिँडिरहन्छु। र कसैले भन्नुहोला म त घरको काममै दिनभरि व्यस्त रहन्छु। अब प्रश्न उठ्छ, के यी सबै हिँडाइ मुटुलाई फाइदा दिन सक्ने हिँडाइ हुन् त? के यस्ता हिँडाइले ब्लड प्रेसर, डायबिटिज र मुटु रोगबाट जोगाउन फाइदा पुर्याउँछ? आजको यस भिडियोमा हामी यिनै प्रश्नको उत्तर खोज्नेछौँ। कृपया यस भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। ब्रिस्क वकिङ भनेको के हो त? हामीले घरको काम गर्दा, बजार जाँदा, अफिसमा हिँड्दा हुने हिँडाइहरू शारीरिक गतिविधिहरू त हुन्, तर यी सबै खाले हिँडाइ सधैँ ब्रिस्क वकिङका रूपमा नहुन सक्छन्। उसो भए ब्रिस्क वकिङ भनेको के हो त? ब्रिस्क वकिङ भनेको साधारण हिँडाइ भन्दा छिटो गतिमा गरिने मध्यम तीव्रताको एरोबिक व्यायाम हो, वा भनौँ मोडरेट इन्टेन्सिटीको एक्सर्साइज हो, जसले मुटुको धड्कन बढाउँछ र श्वास फेर्ने दर पनि बढाउँछ। सामान्यतया ब्रिस्क वकिङको गति कम्तीमा करिब 3 माइल प्रति घण्टा अथवा झन्डै 4.8 किलोमिटर प्रति घण्टा मानिन्छ। ब्रिस्क वकिङ मुटु र मेटाबोलिक स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ। ब्रिस्क वकिङ गर्ने सही तरिका के हो त? धेरै फाइदा लिन र चोटपटकबाट बच्न सही तरिकाले ब्रिस्क वकिङ गर्नु पर्दछ। सबैभन्दा पहिले शरीरको पोस्चर, टाउको सिधा राख्नु पर्दछ र आँखाले सिधा अगाडि हेर्नु पर्दछ। यस्तै ढाड सिधा राख्नु पर्दछ भने काँधहरू रिल्याक्स अवस्थामा हुनु पर्दछ। ब्रिस्क वकिङ गर्दा अगाडि वा पछाडि धेरै झुक्नु हुँदैन। यस्तै हातको चाल, हिँड्दा कुइना करिब 90 डिग्री मोडिएको हुनुपर्छ भने हात अगाडि पछाडि स्वाभाविक रूपमा हल्लिने र हात र खुट्टा एक अर्काको विपरीत दिशामा चलाउनु पर्दछ। त्यस्तै खुट्टाको चाल र पाइला, पहिले कुर्कुच्चाले जमिनमा टेक्ने, त्यसपछि पैतालाको बीच भाग हुँदै औँलाबाट धकेल्दै अगाडि बढाउनु पर्दछ। पाइला न धेरै सानो न धेरै ठुलो, तर छिटो र सहज हुनुपर्छ। श्वास फेर्ने तरिका नाक र मुख दुवै प्रयोग गरेर सामान्य श्वास फेर्नु पर्दछ। यस्तो अवस्थामा कुरा गर्न सकिन्छ, तर गीत गाउन भने गाह्रो हुन्छ। ब्रिस्क वकिङले शरीरभित्र कसरी काम गर्छ? ब्रिस्क वकिङ अथवा मध्यम तीव्रताको व्यायामले शरीरमा कसरी प्रभाव पार्छ भन्ने बुझ्न सर्वप्रथम मेट अथवा मेटाबोलिक इक्विभ्यालेन्ट अफ टास्कको बारेमा जान्नु आवश्यक हुन्छ। मेट व्यायामको तीव्रता मापन गर्ने एउटा वैज्ञानिक एकाइ हो। यसको प्रत्यक्ष सम्बन्ध शरीरले गर्ने अक्सिजन खपतसँग हुन्छ। 1 मेट भन्नाले के बुझिन्छ त भन्दा हामीले आराम गरिरहेको अवस्थामा शरीरले खर्च गर्ने न्यूनतम ऊर्जालाई 1 मेट भनिन्छ। 3 देखि 6 मेटसम्म ऊर्जा खर्च हुने गतिविधिलाई मध्यम तीव्रता अथवा मोडरेट इन्टेन्सिटीको व्यायाम मानिन्छ। तेज गतिमा हिँड्दा भनौँ ब्रिस्क वकिङ गर्दा शरीरको ऊर्जा खपत 3 देखि 4 मेटसम्म पुग्छ। हामीले दैनिक जीवनमा गर्ने सामान्य कामहरू जस्तै डेस्कमा बसेर काम गर्नु, उभिनु, बिस्तारै टहल्नु वा भाँडा माझ्नु आदि हल्का गतिविधि अन्तर्गत पर्दछन्। यस्ता कार्यमा 3 मेट्स भन्दा कम ऊर्जा खर्च हुने भएकाले यी क्रियाकलापहरू स्वास्थ्यका दृष्टिकोणले ब्रिस्क वकिङ जत्तिको फाइदाजनक हुँदैनन्। त्यसैले शरीरलाई वास्तविक लाभ पुर्याउन र मुटु तथा फोक्सोको कार्यक्षमता सुधार्न ब्रिस्क वकिङ जस्तो मध्यम तीव्रताको व्यायाम निकै महत्त्वपूर्ण हुन्छ।
तेज गतिमा हिँड्दा भन्नाले ब्रिस्क वकिङ गर्दा शरीरको ऊर्जा खपत 3 देखि 4 मिनटसम्म पुग्नुको अर्थ यो हो कि त्यस समयमा हाम्रो शरीरलाई आराम गरिरहेको अवस्थामा भन्दा 3 देखि 4 गुणा बढी ऊर्जा आवश्यक पर्छ। यो अतिरिक्त ऊर्जा उत्पादन गर्न शरीरलाई सोही अनुपातमा 3 देखि 4 गुणा बढी अक्सिजनको पनि जरुरत हुन्छ। जब शरीरमा ऊर्जा र अक्सिजनको माग बढ्छ, तब शरीरले निम्न प्रतिक्रियाहरू देखाउँछ। सबैभन्दा पहिले मांसपेशीहरूमा पर्याप्त रगत पुर्याउन मुटुले सामान्यभन्दा छिटो र बलियोसँग रगत पम्प गर्न थाल्छ। दोस्रो, शरीरको अक्सिजनको आवश्यकता पूरा गर्न फोक्सोले तीव्र रूपमा अक्सिजन भित्र तान्छ। यो अक्सिजनयुक्त रगत तुरुन्तै एक्टिभ मांसपेशीतर्फ पठाइन्छ। तेस्रो, अक्सिजनको उपस्थितिमा शरीरले सञ्चित ग्लुकोज र फ्याटलाई जलाएर ऊर्जा उत्पादन गर्न थाल्छ। साइन्टिफिक भाषामा यसै प्रक्रियालाई हामी क्यालोरी बर्न भएको भनेर बुझ्छौँ। यसरी ब्रिस्क वकिङले हाम्रो मुटु, फोक्सो र मेटाबोलिजमलाई सक्रिय बनाएर शरीरलाई स्वस्थ राख्न र तौल नियन्त्रण गर्न मद्दत पुर्याउँछ। ब्रिस्क वकिङ अथवा मध्यम तीव्रताको गतिविधि गर्दा हाम्रो शरीरमा इन्सुलिन सेन्सिटिभिटी बढ्छ, जसले गर्दा मांसपेशीले ग्लुकोज राम्रोसँग प्रयोग गर्न सक्छ र रगतमा चिनी घट्छ। यस्तो गतिविधिले चिल्लो अथवा फ्याटलाई पनि ऊर्जामा रूपान्तरण गराउँछ, जसले गर्दा शरीरमा जमेको चिल्लो क्रमशः घट्न थाल्छ। यस्तै यसले कोलेस्ट्रोल प्रोफाइल पनि सुधार गर्न मद्दत पुर्याउँछ, भन्नाले राम्रो कोलेस्ट्रोल एचडिएल बढाउन पनि मद्दत पुर्याउँछ। ब्रिस्क वकिङ अथवा मध्यम तीव्रताको गतिविधि गर्दा यसले मुटुको मांसपेशी बलियो बनाउँछ, रक्त सञ्चार सुधार गर्छ र मुटु रोगको जोखिम घटाउँछ। यस्तै यसले रक्तचाप नियन्त्रणमा ल्याउँछ। डायबिटिज र मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिहरूमा पनि यसले उल्लेखनीय रूपमा फाइदा पुर्याउँछ। जस्तै यसले रगतमा चिनीको मात्रा नियन्त्रणमा ल्याउन मद्दत पुर्याउँछ, साथै इन्सुलिन रेजिस्टेन्स पनि कम गराउँछ। यसले जोड्नी र मांसपेशीलाई पनि चलायमान र बलियो बनाउँछ। यस्तो प्रकारको एक्सर्साइजले हाम्रो शरीरमा एन्डोर्फिन हर्मोन निस्कन मद्दत गर्छ, जसले तनाव र चिन्ता घटाउँछ र मुड राम्रो गराउँछ। स्मरण शक्ति र बौद्धिक क्षमतामा पनि यसको दीर्घकालीन फाइदा हुन सक्छ। यसरी यसले मानसिक स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ। अरू फाइदाहरू भनेको यसले तौल व्यवस्थापन गर्ने, निद्राको क्वालिटी राम्रो हुने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र समग्रमा भन्दा शारीरिक स्वास्थ्य नै सुधार गर्ने काम गर्छ। ब्रिस्क वकिङ गर्नको लागि एउटै उत्तम समय हुँदैन। सबैभन्दा मुख्य कुरा भनेको नियमितता यानि कन्सिस्टेन्सी हो। बिहान ब्रिस्क वकिङ गर्दा यसले दिनको मेटाबोलिजमलाई सक्रिय हुन मद्दत पुर्याउँछ। खानापछि ब्रिस्क वकिङ गर्यो भने रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत पुर्याउँछ। साँझमा ब्रिस्क वकिङ गर्दा तनाव घटाउन र पाचन सुधार गर्न मद्दत पुर्याउन सक्छ। यसर्थ दिनको कुनै पनि समयमा ब्रिस्क वकिङ गर्दा यसले फाइदा नै पुर्याउँछ। यस्तो प्रकारको एक्सर्साइज चाहिँ हप्तामा कम्तीमा 150 मिनेट अर्थात् दिनमा कम्तीमा 30 मिनेट, हप्तामा कम्तीमा 5 दिन निरन्तर रूपमा गर्नुपर्छ। ब्रिस्क वकिङ जस्तै मध्यम तीव्रताको एरोबिक व्यायाममा पर्ने अन्य गतिविधिहरू पनि हुन्छन्, जस्तै मध्यम गतिमा साइकल चलाउने, पौडी खेल्ने, नृत्य गर्ने आदि, जुन सबै 3 देखि 6 मिनटको दायरामा पर्छन् र मुटु, मेटाबोलिजम र मानसिक स्वास्थ्यमा समान लाभ दिन सक्छन्। 6 भन्दा बढी मिनट्स हुने तीव्र गतिका व्यायामहरू जस्तै पुशअप्स, स्किपिङ, तीव्र गतिमा साइक्लिङ, माउन्टेन क्लाइम्बिङ आदि पनि फाइदाजनक हुन सक्छ, तर यसका लागि बढी फिटनेस चाहिन्छ र यसमा चोटपटकको जोखिम पनि बढी हुन सक्छ। त्यही भएर ब्रिस्क वकिङ सबैभन्दा सरल, सुरक्षित, निःशुल्क र सबैका लागि सहज रूपमा गर्न सकिने व्यायाम हो।
समग्रमा भन्नुपर्दा ब्रिस्क वाकिङले हाम्रो शरीरमा ऊर्जा र अक्सिजनको माग बढाउँछ, मुटु फोक्सोलाई सक्रिय बनाउँछ र यसै प्रक्रियाबाट हृदय स्वास्थ्य र ओभरअल फिजिकल र मेन्टल हेल्थमा पनि सुधार हुन्छ। आजको यस भिडियोमा मैले कस्तो हिँडाइले मुटुलाई फाइदा गर्छ र तपाईको हिँडाइ सही छ कि अझ सुधार गर्न सकिन्छ भन्ने बारेमा के जानकारी दिएँ। यो भिडियो तपाईलाई फाइदाजनक लागेमा कृपया लाइक, शेयर र सब्स्क्राइब गरिदिनुहोला। तपाईले आफ्नो अमूल्य समय दिनुभई यस भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा हृदयदेखि धन्यवाद। सबैको मङ्गल होस्, सबैको भलो होस्।